ब्रदर वाजपेयीद्वारा लेखिएको पुस्तक आइडल वर्ड्स लिक लाइफ। निष्क्रिय शब्दहरूले जीवन चुहावट गर्दछन्। आफ्नो मुखको रक्षा गर्नेले आफ्नो जीवन जोगाउँछ, तर जसले आफ्नो ओठ चौडा पार्छ उसको विनाश हुनेछ। हित उपदेशक 13:3 पद। कोमल जिब्रो जीवनको रुख हो, तर त्यसमा रहेको विकृति आत्माको तोडफोड हो। हितोपदेशक 15:4 पद। तिमीहरू दुष्टहरूको सन्तान, तिमीहरू दुष्ट भएर पनि कसरी असल कुरा बोक्न सक्छौ? किनकि हृदयको प्रशस्तताबाट मुखले बोल्छ। र म तिमीहरूलाई भन्छु, मानिसहरूले बोल्ने हरेक निष्क्रिय वचनको न्यायको दिनमा तिनीहरूले त्यसको हिसाब दिनेछन्, किनकि तिम्रो शब्दहरूले तिमीलाई न्यायोचित ठहराइनेछ र तिम्रा शब्दहरूले तिमीलाई दोषी ठहराइनेछ। मत्ती 12:34, 36, 37। यदि पानीको भाँडोमा प्वाल छ भने त्यसमा भएको सबै पानी चुहिनेछ। यो पानी छ कि छैन भन्ने कुरा होइन, बरु चुहावट छ कि छैन भन्ने प्रश्न हो। केही दाजुभाइ दिदी बहिनीहरूले क्रुसलाई चिन्न साँच्चै प्रभुलाई खोजेको देखिन्छ। कहिलेकाहीँ तिनीहरू क्रुस बोक्न एकदमै इच्छुक हुन्छन्। सबै सङ्केतहरू अनुसार तिनीहरू जीवनले भरिपूर्ण हुनुपर्छ। अझै पनि उनौठो कुरा के छ भने यस्ता मानिसहरूमा जसले क्रुस खोज्छन्, प्रशंसा गर्छन् र बोक्छन्, तर पनि तिनीहरूले जीवनलाई छुनु सकेका हुँदैनन्। त्यसको विपरीत तिनीहरूले मृत्युलाई भेटिरहेका हुन्छन्। यस्तो अनौठो परिस्थितिको कारण के हो? उत्तर यो हो कि उनीहरूले प्राप्त गरेको जीवन सबै सुखेको हुन्छ। आफ्नो मुखको रक्षा गर्नेले आफ्नो जीवन जोगाउँछ, तर जसले आफ्नो ओठ चौडा खोल्छ उसको विनाश हुनेछ। हित उपदेशक 13:3 पद। सुलेमानले यो उखान लेख्दा भौतिक जीवन वा आत्मिक जीवनको सन्दर्भमा लेखे, तरै पनि हामी कुनै पनि तरिकाले कट्टरपन्थी रूपमा शासन गर्ने हिक्मत पानी गर्दैनौँ, तर हामी यसको सिद्धान्त लिन सक्छौँ र यसलाई आध्यात्मिक क्षेत्रमा लागू गर्न सक्छौँ। यो शब्दले हामीलाई एउटा कुरा देखाउँछ, जुन हो प्रभुलाई खोज्ने र चर्चलाई आफूले प्राप्त गर्ने जीवन प्रदान गर्न चाहने व्यक्तिले वचनमा होशियार हुनुपर्छ। यदि उसले शब्दमा होशियार रहेन भने उसको जीवन हराएर जानेछ। किन? केही मानिसहरू परमेश्वरको हातमा धेरै कामका छैनन्, किनभने त्यहाँ जीवनको चुहावट भएकोले यस्तो भएको हो। तपाईँ तिनीहरूमा मृत्युलाई मात्र छुन सक्नुहुन्छ, जीवनलाई होइन, किनभने जीवन तिनीहरूको शब्दहरूको कारण टढा गएको हुन्छ। यस कारणले गर्दा हामीले हाम्रो मुखको रक्षा गर्नुपर्छ र प्रभुको अगाडि सतर्कतापूर्वक रक्षा गर्नुपर्छ। कसरी एउटा निष्क्रिय शब्दले अन्य सबै कुराहरू भन्दा बढी जीवनलाई तान्छ भनेर धेरै कथाहरू त भन्न सकिन्छ। यसले पाप बेकारका शब्दहरू भन्दा राम्रो छ भन्ने सङ्केत भने कदापि गर्दैन, तर हामी भन्न सक्छौँ कि पापको साथसाथै जीवनलाई सबैभन्दा बढी बिगार्ने कुरा हाम्रा बेकारका शब्दहरू हुन्। मानिसहरूले बोल्ने हरेक बेकारका शब्दहरूको तिनीहरूले न्यायको दिनमा तिनीहरूको हिसाब दिनेछन्। मत्ती 12:36। के यहाँ प्रभुले अशुद्ध वचन बोल्नुहुन्छ? बोल्नुहुन्न। के उहाँले यहाँ अशब्द बोल्नुहुन्छ? कदापि बोल्नुहुन्न। दुष्ट शब्दको विषयमा के छ? फेरि उत्तर बोल्नुहुन्न नै भन्ने हो। यहाँ जसको विषयमा बोलिन्छ त्यो एउटा बेकारको शब्द हो। निष्क्रिय शब्दहरू, बेकारका शब्दहरू, अनुचित शब्दहरू, अनावश्यक शब्दहरू वा हल्लाका शब्दहरू जसले विवाद निम्त्याउँछ, तिनीहरूले न्यायको दिनमा यसको हिसाब दिनेछ। तपाईका शब्दहरूले तपाईँलाई न्यायोचित ठहराइनेछ र तपाईँका शब्दहरूले तपाईँलाई दोषी ठहराइनेछ। यही नै प्रभु येशूले भन्नुभएको कुरा हो। हामी
निष्क्रिय शब्दहरूको गम्भीरतालाई पनि अपमानजनक शब्दहरू जस्तै देख्न सक्छौं। अशुद्ध शब्दहरू बोल्नु मात्र गम्भीर होइन, निष्क्रिय शब्दहरू बोल्नु पनि गम्भीर महत्त्वको छ। केही चीजहरू र विशेष पापहरूको अवस्थामा हामी केही प्रकारका क्षतिपूर्ति गर्न सक्षम छौं, तर अन्य चीजहरू र अन्य पापहरू छन् जसको क्षतिपूर्ति गर्न सकिँदैन। मानिसहरू विरुद्ध बोलिने निष्क्रिय शब्दहरूको लागि तपाई कसरी संशोधन गर्न सक्नुहुन्छ? तिमी त्यो व्यक्ति कहाँ गएर आफ्नो पाप स्वीकार गर्न सक्छौ। तिमी त्यो व्यक्तिलाई आफ्नो जे हो फिर्ता ल्याऊ भन्न सक्छौ। तर तिनीहरूको ध्वनि मानिसहरूको कानमा पहिले नै प्रवेश गरिसकेको छ र यसलाई हटाउनु कुनै पनि तरिका उपलब्ध छैन। तपाईले चोरी गरेको चीजको लागि कसैलाई क्षतिपूर्ति दिन सक्नुहुन्छ, तर निष्क्रिय शब्दहरू मार्फत भएको क्षतिको लागि तपाईले के अर्थमा क्षतिपूर्ति दिन सक्नुहुन्छ? यस्तो पापलाई परमेश्वरको अगाडि प्रस्तुत गरिनेछ। न्यायको दिनमा तिनीहरूले त्यसको हिसाब दिने नै छन्। तपाईका शब्दहरूले तपाईलाई न्यायोचित ठहराइनेछ र तपाईका शब्दहरूले तपाईलाई दोषी ठहराइनेछ। कोमल जिब्रो जीवनको रुख हो, तर त्यसमा भएको विकृति आत्मालाई भत्काउनु हो। हितोपदेशक 15:4। कोमल धेरै तातो नहुने कुरा हो, यो मध्यम र स्वरमा उचित हुनु हो। धेरै बोल्दा जिब्रो तातो हुन्छ र जब जिब्रो धेरै तताउँछ त्यहाँ जीवनको रुख रहँदैन। केवल कोमल जिब्रो जीवनको रुख हो। कोमल जिब्रो त्यो हो जुन न त घिनलाग्दो हुन्छ, न मूर्ख हुन्छ, न बकबक्ने गर्छ। यस्तो जिब्रो जीवनको रुख जस्तै हो। निष्क्रिय शब्दहरूसँग कुराकानी गर्न मन पराउने क्रिस्चियनमा तपाईले ख्रीष्टको सुगन्ध पाउन सक्नुहुन्न। जो बेकारका कुराहरू बोल्नमा रमाउँछन् उनीहरूले अरूलाई जीवनको साथ आपूर्ति गर्न असमर्थ हुन्छन्। निष्क्रिय शब्द खोज्नु भनेको एउटा ठूलो खुलापनको सिर्जना मात्र हो, जसबाट तपाईको जीवन टाढा हुन्छ। जब बेकारका शब्दहरू जीवनको अपव्यय हो भनेर थाहा पाउँछौं, तब हामीले यसको बारेमा के गर्नुपर्छ? हाम्रो मुखको रक्षा गर्नुभन्दा पहिले हामीले हाम्रो हृदयसँग व्यवहार गर्नुपर्छ। हृदयको प्रस्तावबाट नै मुखले बोल्छ। प्रभु भन्नुहुन्छ, मुखले हृदयमा जे छ त्यो बोल्छ। यदि तपाईको हृदयमा केही छ भने तपाईको मुखले चाँडै वा ढिलो यसलाई व्यक्त गर्ने नै छ। यदि तपाईले यहाँ भन्नु भएन भने तपाईले त्यहाँ भन्नुहुनेछ। यदि यो घरमा होइन भने त्यसपछि यो अर्को घरमा हुनेछ। हृदय के नै भरिएको हुन्छ, मुखबाट त्यही निस्कनेछ। फलस्वरूप परमेश्वरको अगाडि निष्क्रिय शब्दहरू नबोल्न सिक्नुको लागि हृदयको उपचारबाट सुरु हुनुपर्छ। यदि तपाईको हृदयसँग व्यवहार गरिएको छैन भने तपाईको मुखसँग कहिल्यै व्यवहार गरिने छैन, किनभने ती विभिन्न चीजहरू जसले हृदय भरिन्छ मुखले तिनीहरूलाई बोल्नेछ। हृदय नलगाएर बोल्ने व्यक्ति हुनुहुन्छ भनेर कहिले आफूलाई क्षमा नगर्नु हो। प्रभु येशूको वचनद्वारा न्याय गर्ने त्यस्तो कुनै सम्भावना छैन। मुखसँगै हृदय आउँछ। मुखले केवल हृदयमा के छ भनेर व्यक्त गर्दछ। त्यसैले मुखलाई साँच्चै व्यवहार गर्न सक्नु अघि हृदयलाई व्यवहार गर्नुपर्छ। कोरिन्थीका भाइहरूमाझ समस्या भएको कारण पाउलले तिनीहरूलाई एउटै कुरा बोल भनेर प्रोत्साहन दिए। पहिलो कोरिन्थी 1:10 कसरी तिनीहरू एउटै कुरा बोल्न पुग्छन्? एउटै मन र एउटै न्यायमा सँगै सिद्ध भएर। पद 10 चर्चको जीवन एक व्यक्तिको जीवन जस्तै छ। जसरी निष्क्रिय शब्दहरू बोल्दा व्यक्तिको जीवन टाढा जान सक्छ, त्यसरी नै चर्चको जीवन पनि निष्क्रिय शब्दहरू बोल्दा टाढा जान सक्छ।
हाम्रो जीवन एउटै भएकोले हामी एक मन र एक न्यायका बनौं। यदि यसो हो भने हामी उही कुरा बोल्न सक्षम हुनेछौँ र निष्क्रिय शब्दहरू बोल्नबाट जोगिनेछौँ। त्यसैले हामी हृदयसँग व्यवहार गरौं ताकि मुखसँग पनि व्यवहार गर्न सकियोस्। के एउटै धाराबाट मिठो पानी र तितो पानी बाहिर निस्किन्छ? याकुब 3:11। यदि एउटा झरनाले दुई फरक प्रकारको पानी पोख्न सक्दैन भने मुखले कसरी दुई फरक प्रकारको बोली पोख्न सक्छ? जसरी झरनाले एक प्रकारको पानी मात्र पठाउँछ त्यसरी नै मुखले पनि एक प्रकारको भाषा मात्र बोल्नुपर्छ। हामीले विशेष गरी बेकारका शब्दहरूसँग व्यवहार गर्नुपर्छ। यदि यो निकास रोकिएको छैन भने के बग्नु हुँदैन त्यो एउटा छेउबाट निरन्तर भित्र आउँदैछ र के बग्नु हुँदैन त्यो अर्को छेउबाट निरन्तर बाहिर जाँदैछ र यस्तो हानि अकल्पनीय हुनेछ। त्यसैले यो चुहावट रोक्नुपर्छ। हामी प्रभुलाई सोधौं, प्रभु मेरो मुखले व्यवहार गर्नुहोस् ताकि यो तपाईको अनुग्रहले सुरक्षित रहोस्। यसबाहेक तपाईले आफ्नो मुखले मात्र व्यवहार गर्नु हुँदैन, तपाईले अर्को व्यक्तिको मुखले पनि व्यवहार गर्नुपर्छ। तपाईले ती व्यक्तिहरूलाई मद्दत गर्नुपर्छ जो निष्क्रिय कुरा कहानीको प्रेमी हुन्, जो गफ गर्न र हल्ला फैलाउन मन पराउँछ। जब यस्ता मानिसहरू तपाईँ कहाँ धेरै निष्क्रिय शब्दहरू भन्ने उद्देश्यले आउँछन् तिनीहरूलाई सुरु गर्न नदिनुहोस्। तपाईँ तिनीहरूलाई भन्न सक्नुहुन्छ, भाइ हामीलाई प्रार्थना गर्न दिनुहोस्। तपाईले तिनीहरूलाई निष्क्रिय रूपमा बोल्न नदिई प्रार्थना गर्न वा बाइबल का पदहरू पाठ गर्नु डोर्याएर तिनीहरूलाई सही मार्गमा डोर्याउनु हुनेछ। तिमी यति सिधा पनि हुन सक्छौ कि सुझाव दिन्छौ, भाइ हामीले सुधार गर्ने कुरा भन्न सिकौं। निष्क्रिय शब्दहरू नबोल्नु नै राम्रो हो। अझै पनि चुहावट पूर्ण रूपमा रोक्नु हामीले पहिले परमेश्वरलाई हाम्रो आफ्नै जिज्ञासाबाट मुक्त गर्न बिन्ती गर्नुपर्छ ताकि हामी उहाँसँग डराउन सिक्न सकौं। धेरै क्रिस्चियनहरू यति धेरै जिज्ञासाले भरिएका हुन्छन् कि तिनीहरू अनौठा र अशुद्ध कथाहरू पनि सुन्न उत्सुक हुन्छन्। तिनीहरूका कानहरू फोहोर फाल्ने भाँडा जस्तै छन् जसमा सबै प्रकारका चीजहरू फ्याँक्न सकिन्छ। यदि हामी यो जिज्ञासाबाट मुक्त भयौं भने हामी कम पाप गर्नेछौं र त्यसै गरी हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई कम पाप गर्न मद्दत गर्नेछौं। यदि हाम्रा कानहरू चिलाउँदैन र यदि हामीले मानिसहरूलाई निष्क्रिय शब्दहरू बोल्ने अवसर दिँदैनौं भने हामीलाई बचाउन सक्षम हुनेछौं। परमेश्वर अगाडि आफ्नो मुख ठीक राख्नुहोस् ताकि यसले जीवनलाई नबिगारोस् र अरूमा चुहावट रोक्न मद्दत गरोस्। हामी जीवनलाई नष्ट गर्ने निष्क्रिय शब्दहरूबाट हामीलाई बचाउन परमेश्वरसँग प्रार्थना गर्न सक्छौं। पाप बाहेक एउटा निष्क्रिय शब्द पनि जीवनको चुहावट हो। यद्यपि यदि शब्दहरूमा हामीहरूलाई सही तरिकाले राखियो भने हाम्रो जीवनले हानि भोग्ने, त्यहाँ जीवन हामीबाट उम्कने छैन। धन्यवाद। जय मसीह। यदि तपाईहरूलाई पवित्र आत्माद्वारा अगुवाई भयो भने च्यानललाई सब्स्क्राइब गर्न र मेसेजलाई शेयर गर्न नभुल्नुहोला ताकि यस्तै अडियोहरू जब हामी युट्युबमा अपलोड गर्नेछौँ तिनीहरू नरोकिकन तपाईको डिभाइसमा पुगेका हुन् र तपाईको आत्मिक उन्नति भएको होस्। धन्यवाद। जय मसीह।